हेलो गाइज, म चाहिँ यता छु हैन। मेरो न्यू भिडियो न्यू ब्लगमा सबैले माया गरिदिनु होला भन्दै म चाहिँ भिडियो स्टार्ट गर्दैछु। यसो यहाँ मदिरा चोक हो कि मन्दिरा चोक के भन्ने ठाउँमा घुम्न आएको गाइज। घामले पोलेर यति कालो बनाइयो हैन। त्यहाँ पर चाहिँ मेरो बुढी छ। घाम पनि यति छ कि कहानी आम्बो। यता चाहिँ बबाल छ तर खोलामा चाहिँ पानी एउटै रहन्छ। बिचारा गाई गोरुहरू आमामा कत्रो ठुल्ठुलो ढेँडोहरू भागेको हेर्नु त गाइज। आमामा क्या ठुल्ठुलो ढेँडोहरू छन्। आमामामामा कत्रो ठुल्ठुलो ढेँडोहरू। अनि म चाहिँ यता छु। मेरो थोपडा पनि कालो भइसक्यो हैन। थोपडा पनि कालो भइसक्यो। जङ्गल चाहिँ मैले यहाँतिर हेर्नुहोस्। आमामामा जङ्गल चाहिँ यस्तो रहेछ नि पुरै मेरो गाउँतिरको भन्दा चौबर रहेछ है। पचक्कै चौबर रहेछ। यहाँ दुईजना जीव जन्तु यहाँ छ हो। जीव जन्तु दुईजना उतातिर मजुर पनि कराउँछ यार। मजुर कराउँछ क्याउ क्याउ भन्छ गानी। अनि म चाहिँ यता छु। धुवा निस्किसक्यो। बुढी वा ल हेर्नुहोस् त यता चाहिँ मजुर कराएको छ। मान्छे चाहिँ हिउँ हिउँ भन्छ न गाडी। यो गानी भने के हो थाहा छैन मलाई, तर मैले चाहिँ यसो शब्दमा बोलेको है। माइन्ड नगर्नु होला, नरिसाउनु होला। बिचारा हाम्रो गाउँमाताहरू पानी खोज्दै आउँछ हेर्नुहोस्। आमा पानी भन्ने सुक्को छैन रहेछ। फेरि यस्तो खोलाको चाहिँ बगर पानी चाहिँ एउटै पनि छैन। बिचाराहरूलाई कति पानी तिर्खा लाग्यो होला। के गर्नु हेर्नु कति धेरै ढेँडो रहेछ माथि चाहिँ। हामी चाहिँ मान्छेले भन्छौँ यहाँ मासतिर, यहाँभन्दा मासतिर गयो भने बाघ आउँछ अरे यताउति भन्थ्यो। अब मजुर कराउनु थाल्यो उतातिर मजुर। मेरो बुढी चाहिँ बिचारा थाकेर यहाँ बसेको छ। गोथा लगाएको रे हेर्नुहोस्। गाई गोरुहरू पनि यहाँ रहेछ है। मेरो बुढी चाहिँ यतैको बासिन्दा रे। बुढी यतैको बासिन्दा हो। यहाँ म गाई गोथा लाग्छु, गोरु गोथा लाग्छु। के गर्नु? इ गाई आयो। गाउँमा मायालुले मलाई त सहारिया भन्छ। हेत तेरीका माटो नि। मेरो बुढी चाहिँ यहाँ गाउँले बन्ने रे हैन। ल गाइज मेरो भिडियोलाई सपोर्ट गरिदिनु, माया गरिदिनु है। मेरो आजको लागि भिडियो यति नै। धेरै पनि बनाउन चाहन्न किनभने घाम चाहिँ पुरै धेरै छ। हेर्नु सक्नुहुन्छ घाम पुरै चर्किया छ। त्यही भएर मैले धेरै बनाउन सकिनँ, थोरै बनाइयो। अनि मेरो यो भिडियोको लागि पनि यसो माया गरिदिनु होला है। अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। अनि अब योभन्दा राम्रो राम्रो भिडियो बनाउँदै पनि जानेछौँ हैन। अब अरूले जस्तो भिडियो बबाल बनाएर उ गर्ने चाहिँ हामीले जान्दैन। भर्खर सुरु गरे हो हैन। हाम्रो चाहिँ यतिसम्मै हो आजको लागि, यति नै। अनि हजुरहरू सम्पूर्णसम्म आशा छ मेरो भिडियोलाई माया अनि लाइक कमेन्ट पनि गर्नेछ भनेर हैन। गरिदिनु पर्ने होला किनभने म सानो ऊ हो के अरे युट्युबर त भन्न सक्दिनँ। भर्खर यसो भ्लग स्टार्ट गरेको। ल आज चाहिँ यति नै भन्दै म छुट्टिन्छौँ। अनि मेरो बुढी चाहिँ उता आउँदैछ हेर्नुहोस्। आमा बिचारा यहाँ गाई गोरुहरू चाहिँ
ठिक्कै पानी तिर्खा लागेको रहेछ होइन पानी पनि छैन रहेछ कि यो ठाउँमा त कस्तो इन्डिया भन्ने ठाउँमा पनि यस्तो जङ्गल भन्ने चाहिँ मैले यहाँ आएर देखेँ होइन यहाँभन्दा उतातिर गयो भने चाहिँ बर्दिवासको जङ्गल जस्तै रहेछ होइन उताबाट चाहिँ बाघ आउँछ भन्ने डर हो त्यहाँ माथि चाहिँ ढेडु भागेर बसिरहेको छ आमामामामा त्यहाँ माथि अनि आजको लागि भिडियो यति नै अनि यता चाहिँ गाडी आएको छ गाडी भन्दा नि अटो आएको छ अटोहरू आएको अनि आजको लागि चाहिँ यति नै हो अनि आजको लागि यति नै गाइज सबैले माया सपोर्ट गरिदिनु होला भन्दै हामी छुट्टिन्छौँ यो कुरा पहिला पनि अगाडि पनि भनिसकेका छौँ अहिलेको लागि यति नै बाई बाई गाइज सपोर्ट गरिदिनु होला म चाहिँ यता छु बाई बाई है सबैले माया गरिदिनु अर्को भिडियो योभन्दा राम्रो राम्रो लिएर आउने छु अहिलेलाई चाहिँ यति नै हामी छुट्टिन्छौँ बाई बाई